हामी ठुलो मात्रामा यो देशलाई चिनाउन सक्छौँ। त्यसैले यो क्षेत्रमा रहेका सबै जुझारु युवा साथीहरूले, यस क्षेत्रका प्रबुद्ध युवा मित्रहरूले, जनप्रतिनिधिहरूले जुन उत्साहपूर्वक खेल क्षेत्रलाई अगाडि बढाउनु भएको छ, मैले तपाईँहरूलाई पटक पटक मैले धन्यवाद दिएको छु। मिग्लाजुङ गाउँपालिकाले अहिले खेल क्षेत्रलाई अगाडि बढाइरहेको अवस्था छ। हरेक वार्डमा यो खालको ग्राउन्ड निर्माण गरेर प्रतियोगिताहरू सञ्चालन गरिरहनु भएको छ। त्यसले युवाहरूमा एउटा नयाँ खालको जोस थपिएको छ। युवा साथीहरूले सबैले मिलेर यो ठाउँको विकासको लागि केही न केही गरौँ भन्ने एउटा ऊर्जा बोकेर तपाईँहरू अगाडि बढ्नु भएको छ। तपाईँहरू सबै यो मिग्लाजुङवासी युवा मित्रहरूलाई म धन्यवाद दिन चाहन्छु। अब हामीले विगतमा जस्तोसुकै परिस्थितिको पनि हामीले सामना गरेर आइसकेका छौँ। अब यो क्षेत्रको विकासको निमित्त सबैले हातेमालो गरेर अगाडि बढ्नु जरुरी छ। सबैले साझा धारणा लिएर अगाडि बढ्नु छ। यो क्षेत्रको विकासको निमित्त हामी सबैले मिल्दाखेरि काम अगाडि बढ्न सक्छ भन्ने कुरा देखिएको अवस्था छ। विकास निर्माणको क्षेत्रमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सिङ्गो यो समाजको हितको निमित्त, यो क्षेत्रको विकासको निमित्त सबै विचार भएका राजनीतिक दलका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु। राजनीति गर्ने एउटा बेला हुन्छ, थलो हुन्छ, त्यो ठाउँमा आफ्नो खालको विचारहरू पस्नुहोला। तर एउटा प्रक्रिया टुङ्गिसकेपछि समग्र यो क्षेत्रको विकासको निमित्त अहिले जसरी हामी अगाडि बढिरहेका छौँ त्यसरी नै अगाडि बढ्ने प्रेरणा सदैव मिलिरहोस् र हामीभन्दा पछाडि आउने युवा साथीहरूले पनि त्यो कुरालाई अनुसरण गरेर अगाडि बढ्न सक्ने परिस्थिति निर्माण हुन सकोस्। म त्यो शुभेच्छा व्यक्त गर्न चाहन्छु। यो क्षेत्रको विकासको निमित्त यो बाटो पुलपुलेसा बनिरहेको छ। यो नदीहरू अहिले मावाबाट पर बुढी खोला धरानसम्मको सबै खोलाहरूको नियन्त्रण तर्पणको निमित्त विकास चाहियो भनेर निवेदन मैले राखेको छु। विभिन्न ठाउँमा पुल निर्माण गर्नको निमित्त बजेट चाहियो भनेर माग गरेको छु र अहिले खेल क्षेत्रको विकासको निमित्त पनि मैले प्रस्ताव गरेको छ। मधुमलाको खेल मैदान टाढीको यो अहिले पहिलो प्रस्ताव भएको छ। अहिले चाहिँ अहिले मागपत्र पनि अध्यक्षले राख्नुभएको छ। यसलाई पनि अगाडि लगेर टेबल गरौँला। कालिका माविको माथिपट्टि हाम्रो मातृका सरले अस्ति देखाउनु भएको छ। धेरै जग्गा रहेछ तर त्यहाँ पनि एउटा ढुङ्गा छ, थोरै पैसाले नहुने, त्यसलाई पनि बनाउनु पर्यो भनेर उहाँले प्रस्ताव गर्नुभएको छ। अब उतापट्टि 5 नम्बरमा 4 नम्बरमा साथीहरूले चाहिँ धनुवा छ, नेटाङमा छ, केराबारीमा छ, सबैतिर ग्राउन्ड बनाउनु पर्यो भनेर माग आइरहेको अवस्था छ। त्यसलाई क्रमिक रूपमा बनाउँदै जानु पर्ने नै हाम्रो दायित्व छ। एकैपटक हामी सबै व्यवस्थापन गर्न सक्दैनौँ। यस वर्षको बजेट सधैँको भन्दा अलिक कमै आउने सम्भावना बढेर गएको अवस्था छ। हामीलाई अन्तर्राष्ट्रिय समुदायले दिने अनुदान यसपटक युद्धले गर्दाखेरि पैसा आउने सम्भावना कम छ। भर्खरै मात्रै भारत र पाकिस्तानको युद्ध भयो। हामीलाई अनुदान दिने अन्तर्राष्ट्रिय जाति निकाय संस्था उनीहरू पनि हुन्, तर युद्धको कारणले गर्दाखेरि नेपाललाई प्राप्त हुने अनुदानहरू कटौती भएर गइसकेको अवस्था छ। त्यसैले यसपटक चाहिँ बाह्य अनुदान हामीलाई कम आउँछ। आफ्नै देशको अर्थतन्त्र अलिक हामी कमजोर छौँ। त्यसै तैपनि सकेसम्म बढीभन्दा बढी यस क्षेत्रको विकासको निमित्त बजेटको माग मैले गरेको कुरा म सबैजना दाजुभाइ दिदीबहिनीहरूलाई, यस क्षेत्रका सबै जनप्रतिनिधि साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। हरेक वडा अध्यक्ष साथीहरूले विकासको लागि यो बाटोमा पैसा, त्यो बाटोमा पैसा, यो पुलमा पैसा उहाँले कचकच गरिरहनु भएकै छ। सकेको प्रयास मैले गरेको कुरा सबैलाई म अनुरोध गर्न चाहन्छु। प्रदेश सरकार मार्फत पनि निवेदन पठाएको छ, सङ्घीय सरकारमा पनि निवेदन गरेको अवस्था छ। सकेसम्म धेरै योजना यो क्षेत्रमा आओस् भनेर प्रयत्न गरिरहेको पनि म निवेदन गर्न चाहन्छु। त्यसैले यस क्षेत्रका दाजुभाइ दिदीबहिनीहरूले जुन जिम्मेवारी दिनुभएको छ त्यो जिम्मेवारी निरन्तर वहन गर्ने क्रममा अगाडि बढिरहेको कुरा पनि म अनुरोध गरेर म चाहिँ संक्षिप्त थोरै म आग्रह गर्न चाहन्छु। यो जनप्रतिनिधि साथीको टिम अरू सशक्त ढङ्गले अगाडि बढोस्। काहीँ कमी कमजोरी छ भने बसेर संवाद गरेर कामहरू अगाडि निकाल्नुहोस्। अहिले यो एडिबीले चाहिँ बखरामा 1 किलोमिटर गर्ने ठेक्का लागेको छ। निर्माण व्यवसायले अलिअलि काम थालेको अवस्था थियो तर अहिले काम रोकिएको अवस्था छ। त्यो चाँडै भयो भने त्यो किनारमा बसेका दाजुभाइ दिदीबहिनीहरू सुरक्षित हुन्छन्। बाँध बन्यो भने बाढीको चपेटामा पर्नु पर्दैन र हरेक खोलाले चाहिँ दुःख दिएको अवस्था छ। मावा खोला, मुन्सेरी खोला, चिसाङ खोला, तेली खोला, अनि भलुवा खोला, कदम खोला, बुढी खोला हुँदै खोलै खोलाले चिरेको यो क्षेत्र विकास निर्माणको पछाडि परेको छ। तर पनि सबै क्षेत्रका जनप्रतिनिधिको उत्साहपूर्वक सहभागिता र प्रयासले केही सुधार भएको अवस्था छ।
आगामी 8-10 वर्षभित्र यो क्षेत्रमा सबै ठाउँमा पुल पक्का पुल लागिसक्नेछ। त्यसपछि हामीले हिउँदोबर्ख रातबिरात आवाज गर्न सक्छौँ। यस क्षेत्रमा बाटोहरू बनिरहेको छ। अब पहाडी क्षेत्रमा हाम्रो सागखोलादेखि याङसिरासम्मको यहाँ पर्यटन मार्ग कृषि मार्गको रूपमा डेभलप गरौँ भनेर त्यो क्षेत्रको दाजुभाइ दिदीबहिनीहरूले माग गर्नुभएको छ। त्यो क्षेत्रमा बाटो बन्यो भने त्यो क्षेत्रको उत्पादन भएका कृषिजन्य सामग्रीहरूले बजार पाउन सक्छ। त्यो पनि प्रयास गरेको कुरा म निवेदन गर्न चाहन्छु। र विभिन्न उत्तर दक्षिणका बाटाहरू छन्, विभिन्न वार्डमा सञ्चालन गरेको आयोजनाहरू छन्, ठेक्का लागेको छ, तर काम अगाडि बढिरहेको अवस्था छैन। निर्माण व्यवसायीहरूले काम लापरवाही गरिएको अवस्था छ। समयमा टुङ्गाउनको निमित्त चाहिँ उहाँले गर्नुपर्ने दायित्व पुरा गरिएको अवस्था छैन। त्यसले गर्दाखेरि कामहरू अगाडि बढ्न नसकेको कुरा पनि म निवेदन गर्न चाहन्छु। त्यसकारण जहाँ ठेक्का लागेको छ, जसले ठेक्का लिएको छ, त्योसँग सम्पर्क गरेर कामहरू सम्पन्न गराउनको निमित्त सबै जनप्रतिनिधि साथीहरूले प्रयत्न गर्नुहुनेछ। विभिन्न राजनीतिक दलका साथीहरूले प्रयास गर्नुहुनेछ। हामी सबै सरकार वालाहरूले चाहिँ एकजुट भएर काम सम्पन्न गर्नेतर्फ बाटो निर्माण गर्दै अगाडि बढ्नु छ। त्यो सम्पन्न भयो भने यो क्षेत्र समृद्ध क्षेत्र निर्माण हुन सक्छ। त्यसैले यसको निमित्त पनि म तपाईहरु सबैजना साथीहरूलाई म विशेष आग्रह गर्न चाहन्छु। र यो आज यो प्रथम यो नकआउट फुटबल प्रतियोगितामा एपीएफ सुनसरी र चुराचुरी स्पोर्टिङ क्लब इलाम थापा दुईटा जिल्लाका खेलाडी साथीहरू आज आम्ने सामने हुँदै हुनुहुन्छ। तपाईहरुलाई जितको शुभकामना दिन चाहन्छु। तपाईहरुले खेलको माध्यमबाट यो देशलाई अगाडि बढाउन सक्ने गरी तपाईहरुले खेल प्रदर्शन गर्नुस्, क्षमता प्रदर्शन गर्नुस् र यो पुरस्कारको राशि जित्नुस्। प्रथम पुरस्कार कति 1,11,111 रुपैयाँ प्लस के अरे ट्रफी छ। दोस्रो दिन 55,555। हाम्रो पालामा यस्तो थिएन। चराचुरे खाने पनि समस्या थियो फुटबल खेल्न। हामीले खेल्न चाहेको झुम्रोको गोलबाट सिकेर अहिले विभिन्न खाले सौजन्य विभिन्न व्यवसायहरूले चाहिँ एउटा सौजन्य गरेर यो खेलको शोभा बढाउनु भएको छ। यो अत्यन्त उत्कृष्ट नमुना प्रदर्शन गर्नुभएको छ। सबैलाई म हार्दिक शुभकामना धन्यवाद दिन चाहन्छु। आगामी दिनमा हामी सबै मिलेर अझ योभन्दा राम्रो ग्राउन्ड बनाएर योभन्दा धेरै के अरे दर्शकको उपस्थिति गराएर योभन्दा अझ सशक्त टिमहरूको उपस्थिति गराएर कार्यक्रम सम्पन्न गराउन हामी चाहिँ लाग्ने कुरामा चाहिँ म अनुरोध गर्न चाहन्छु। र मैले सक्ने व्यक्तिगत रूपमा सक्ने सहयोग म पनि गर्छु। यहाँको आयोजक साथीहरूलाई सबै पैसा दिनु मन लाग्छ, तर मन मात्रै भएर हुँदैन, खल्तीमा छैन। त्यसकारण मैले 10,000 रुपियाँ आयोजक साथीहरूलाई सहयोग गर्छु। म 10,000 रुपियाँ धेरै त होइन, मन छ, तर पनि सहभागिता गरेर तपाईँहरू युवा साथीहरूले जहाँ उभिनुहुन्छ, तपाईँहरूले जे कुरा आवाज उठाउनुहुन्छ त्यसमा दिगबहादुर लिम्बूले सदैव सहकार्य सहयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। यो कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरेर साथीहरूले प्रमुख अतिथिको रूपमा तपाईँलाई आमन्त्रण गर्नुभयो, त्यसको निमित्त धन्यवाद दिन चाहन्छु। र आगामी बजेटमा यसलाई पहिलो प्राथमिकता दिएर 1 करोड 2 करोड जति हुन्छ पहिलो प्राथमिकता दिएर यसको बजेटिङ गर्ने अहिले म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यही आर्थिक वर्षमा सकिन्छ सकिँदैन मलाई थाहा छैन, कोसिस गर्छु म। तर भएन भने आगामी बजेटको पहिलो खेल मैदान बन्ने कुरामा यो बजेटिङ गर्ने म वचनबद्ध दिन्छु। तपाईँहरूले बेला बेला सम्झाउनु होला। हामीले पोहोर भनेको थियौँ, हाम्रो के हो भनेर भन्नु होला। पोहोर के भनेको थियो भनेर बिर्सिन्छ। त्यसकारण साथीहरूले बेला बेला दाइ खेल मैदान पुरा छ है हाम्रो सुन्दरी चौकको भनेर सम्झाउनु होला। र मेरो सोकेस पनि यहाँ अगाडि उभिरहेको छ, फोटो खिचिरहेको छ, साजन कुवर यहीँ छोडिदिएको छु। सरकारले मलाई दिएको सुविधा सोकेस राख्ने सुविधा दिएको छ, यही क्षेत्रमा छोडिदिएको छु। तपाईँलाई अराउन सजिलो होस्, खटाउन सजिलो होस् र मन्त्रालयमा जान सजिलो होस् भनेर मैले यही छोडिदिएको छु। मैले त्यसमा तपाईँले अराउनु होला। साजन कुवर 98,520,80,540 फोन नम्बर उसको। यो दिगबहादुर लिम्बूको प्रतिनिधि हो। त्यसकारण दिगबहादुर लिम्बू भेटिएन भनेर तपाईँ निराश हुनु पर्दैन। यहाँ सँगै सोकेस छोडिदिएको छु। मलाई उही काठमाडौँ बस्दा सजिलो हुन्छ नि त अराउन खटाउन, तर यहाँको जनतालाई सुविधा होस् भनेर मैले यही छोडेको। म एक्लै नखर हिँडेको छु। म यहाँ काम गर्न छोडिदिएको कुरामा सबैलाई म अनुरोध गर्न चाहन्छु। र अन्तमा तपाईँहरू युवा साथीहरूले राम्रोसँग खेल्नुहोस्। नेपालले खेलको माध्यमबाट संसारमा जित्न सक्छ।
हामी युद्ध गर्न कसैले जित्न सक्दैनौँ, तर खेलको माध्यमबाट संसारलाई हामी जित्न सक्छौँ। त्यो उत्साह बोकेर साथीले खेलेर आफ्नो क्षमता प्रदर्शन गरेर जित्नुहोस्। 1,11,111 को प्राइज जित्नुहोस्। नसक्ने साथीले पनि 55,555 जित्नुहुनेछ, त्यो त ग्यारेन्टी हुन्छ। त्यसकारण सबैलाई शुभकामना दिएर म आफ्नो कुरा अन्त्य गर्न चाहन्छु। धन्यवाद। जय नेपाल।